जो पहिलाको थियो त्यति नै छोड्यो। यो कपाल कटाइ के कटाइ हो? आऊ त पण्डित रमेश के कटाइ हो? के कटाइ भन्छ? हाम्रोतिर त यस्तो कटाइलाई त के भन्छ पहिला दण्डकालको बेलामा माओवादीले चोरलाई समातेर लहरा चारपाटा हानेर काटे जस्तो लाग्छ। अहिले दण्डकाल गर्थ्यो छ तर हाम्रो यो हजारौं वर्ष अगाडिको हाम्रो यो परम्परा हो। हामी उच्च कोटिको ब्राह्मण हो र? ब्राह्मण हो। कसरी ब्राह्मण? मगर ब्राह्मण कसरी भयो? ए मनोकामनीमा को छ? मेन पुजारी होइन, पुजारी ब्राह्मण भन्न मिल्दैन त, पुजारी भन्न मिल्छ। पुजारी भनेको त्यही त नि, होइन नि, ब्राह्मण हो भने पुजारी कामी दमाई जो पनि हुन्छ, आफ्नो आफ्नो ठाउँको आफ्नो पुजारी। बाहुन जात दिँदैन नि, त्यो त बाहुन जात भनेको जात हो के, त्यो ब्राह्मण भन्न मिल्दैन, पुजारी भन्ने उच्च कोटिको ब्राह्मण हामी। हामी कसरी ब्राह्मण? दुधले ननुहाएसम्म कसरी? हाम्रो दिन सुरु हुँदैन। गु खाने सुँगुर खाने मान्छे नि हुन्छ नछुने चाहिँ भएन। सुँगुर गु खाने सुँगुर चाहिँ खाने चाहिँ उच्च भयो। सुँगुरदेखि परपर भाग्ने चाहिँ दूषित भयो भने तपाईँहरू उच्च। सुँगुरको मासुको नाम नलिनुहोस्। यहाँ आदि थालजी सरलाई खाएको कसले हो त्यही? मेरो साथीहरूसँग बस्या मात्रै हो। मेरो अगाडि नै हेर्नुहोस् न, भागमा गाजर छ, सलाद छ, यो यस्तो चिजहरू छ। हो अहिले ठिक छ। त्यो गाजरको उयो गर्नु, उताउनु नभट्ने गरेर त राख्ने, मासु त ल्याउनु। अब उताउनु नखाने भनेपछि कहाँ छुन्छ ओर्छ सुँगुरले, अलिक साइडमा राखौँ होइन? यता हाम्रो शशिराम दाई, यता रमेश पार्टी दिने बोस भनेको यता हो। यता भनेको मेन हन्तकाले आजको नाममा अरू बेला नखाने भने चाहिँ आज हन्तकालेको नाममा जनाइएको छ यता भने। यता सोल्टी, यता लुङ्गा, यता म भइहाल्यो अब रुममा। यही हो च्वाचो देखान। रुमवाला हो म। साथीभाइ यस्तै हुन्छ, महिनामा 2 चोटि 3 चोटि चल्छ यस्तो है। यस्तै छ साथी हो। अब के गर्नु, कोही ब्राह्मण भन्दै सुँगुरको मासु खान्छन्।